बजाउने तरिका त हो। हेलो, हामी चाहिँ यतातिर घुम्न आएको, स्याउ टिप्न आएको होइन। कौन है ये लोग? कहाँ से आते हैं? तलतिर पो ठाउँ भयो बाँकी होइन, हामीले गर्न पाएनौँ कि भिडियो। अब चाहिँ गरिरहेछ होइन, यो जेठानको बाटो हो। मोबाइल नै राम्रो छैन कि त्यही भएर बनाउँदैनौँ। अब यतातिर बनाउने होला नि। हेरौँ खोलाहरू चाहिँ बबाल गइरहेछ कि अगाडि बत्तीतिर हेर्नु होला। अगाडि हेर्दा चाहिँ होइन बबालै देखिरहेछ। माथितिर पनि होइन, त्यहाँ पनि यस्तो मात्रै छ होइन, यस्तो मात्रै छ, अब अरू छैन होइन। नराम्रो खालको हो यो चाहिँ सायद खानु मिल्दैन होला भन्ने जस्तो लाग्छ मलाई। खासै चिन्दिनँ कि म नि यसरी मजा लिन सक्नुहुन्छ। ओ भाइ ये क्या है? हेर्नु यो हाम्रो ठाउँतिर चाहिँ घुम्ने मजा पनि छुट्टै छ होइन। ऊ यहाँ रहेछ होइन, छेउ चाहिँ यही हो क्या, छेउ चाहिँ ल यही हो होइन। यसको नाम के हो रहेछ नाम? यसको बारेमा चाहिँ पुइको च्याउ भन्छ के हो? यो चाहिँ पुइको हो रे। एकदमै मिठो हुन्छ है, अर्ग्यानिकको तरिकामा है। यो चाहिँ खोलातिर या पानी परेतिर बेचिन्छ होइन। यो चाहिँ यस्तो खालको हुन्छ। यो चाहिँ सायद कोहीले चाहिँ चिन्नुहुन्छ होला तपाईँहरूले नि होइन। यो कुन ठाउँमा चाहिँ पाइन्छ चाहिँ धान? ल यतैतिर पाइन्छ अरे होइन। तपाईँहरूले पनि घुमघाम गर्ने सोच छ भने होइन, जङ्गलतिर होइन, यदि क्याम्प स्याम मान्ने छ भने होइन, यस्तो समयतिर चाहिँ अब तपाईँहरूले यस्तो च्याउ चाहिँ अब बेताउनु भयो भने चाहिँ तपाईँले खान सक्नुहुन्छ। अरे हाँ भाई हाँ। यो चाहिँ खाने च्याउ होइन, र एकदम मिठो र एकदम औषधि खालको चाहिँ हुने रहेछ। यो चाहिँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिन्छ होइन। अनि भेटायो त? भेटाएन छैन ल। त्यो पुरै यत्रो रुखमा नि छैन कि, यत्रो रुख दल्या छैन के कामको होइन। ल यो चाहिँ फर्स्ट टाइम हो होइन हाम्रो भेटाएको चाहिँ। क्यामेरा राम्रो भयो भने बोकेर आउँला यतातिर। नेपाली बोल्न पनि आउँदैन है यतातिर चाहिँ हामीलाई, कहिलेकाहीँ मात्रै बोल्ने हो नेपाली चाहिँ। नेपाली चाहिँ हामीलाई खासै बोल्न आउँदैन कि यतातिर। यो चाहिँ पूर्वी रुकुमतिर चाहिँ गाउँघरतिर खासै बोल्दैनन् कि, त्यही भएर खासै आउँदैन होइन। कहिलेकाहीँ अर्कैतिर जान्छ होइन, अलि बिर्सिने हुन्छ। माइन्डमा ल्याइदिनु होला, फेरिदिनु होला, मजा ल्याइदिनु होला। फेरि लडियो भने चाहिँ खत्तम छ, सिक्लो छ बाटो होइन। यता हेर्न सक्नुहुन्छ तपाईँले हो। अब धेरै बस्यो होइन, यहाँ फोटोसोटो पनि धेरै खिचियो। अब चाहिँ माथि जानु लाग्यो होइन। अनि दुईजना चाहिँ एउटा चाहिँ गएको होइन, अगाडि मैले भनेको थिएँ। यता चाहिँ गुफा छ अरे होइन, कस्तो छ हेरौँ। ओ बाबा बबाल रहेछ त गुफा त। यही हो रहेछ गुफा हो, गुफा छ भनेर बोलाउनु भएको थियो। यही रहेछ गुफा होइन। बाटो चाहिँ खतरनाक छ होइन है, तर झर्ना चाहिँ बबाल भएन यहाँ पनि होइन। हेर्न सक्नुहुन्छ तपाईँले हो। खतरनाक होइन, देखाइदिउँला होइन। यतातिर चाहिँ माथि गइसकेपछि होइन, अहिले चाहिँ हामी टोटल 3टा ठाउँदेखि आइरहेको छ है आउनु चाहिँ। ल पुरै गर्मी भएको होइन। यो चाहिँ होइन के हो है, के बोटो हो यो चाहिँ, यो हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ थाहा छैन होइन, नाम चाहिँ मलाई नि, तर यो चाहिँ बस्छ क्या फेरि पछि चाहिँ के यतातिर लेकतिर घुम्न आउँछन् होइन। यतातिर चाहिँ थुप्रै हुन्छ होइन यतातिर चाहिँ। त्यही भएर उता लेकतिर होइन घुम्न जाने बेला यता आएर बजाउँछन् कि होइन, मान्छेहरूले बजाएर देख्छु होइन। कस्तो बस्दो रहेछ त यो भनेर होइन। खै ल म चाहिँ भिडियो देखाउँदैछु होइन। जेठानीजीले चाहिँ यो चाहिँ टक्क होइन काट्दै हुनुहुन्छ होइन। यो चाहिँ काटेर चाहिँ टक्क बजाउने अरे, कसरी बस्दो रहेछ ल। यतातिर देखाइदिनुहुन्छ जेठानी साहबले। अब यो बच्चा कसरी बस्दो रहेछ? अलि यो चाहिँ बा छैन कि रे के होइन। यो चाहिँ अलि छिप्या छैन रे होइन। अलि होइन ठुलो भयो भने चाहिँ होइन, यो चाहिँ अलि होइन ठुलो भएर चाहिँ सुक्यो भने चाहिँ के बस्ने रहेछ होइन। खतरा त्यही पनि बजाउनु भयो होइन, कोसिस चाहिँ खतरै गर्नुभयो जेठानले। त्यही पनि बज्यो होइन। यस्तो
थाहा भयो होइन कस्तो बस्दो रहेछ हेर्दा हल्का पुरै नभए नि आधा चाहिँ थाहा भयो हेलो हामी चाहिँ होइन अगाडिदेखि धेरै माथि आएको छौँ होइन त्यही पनि अब हाम्रो साथी चाहिँ होइन धेरै ताजा रहेछ होइन हामी पनि आउनु त होइन माथि नै आएको छ नि त्यही पनि भेटा छैनौँ होइन पुरै पसिना आइगयो होइन त्यो चाहिँ दौडिया रहेछ कि मौला पारामा होइन दौडिया रहेछ कि मौला पारामा हरायो भने चाहिँ होइन त्यसको मम्मीले फेरि गाली गर्छ मार्छ फेरि यस्तो चाहिँ जङ्गल पुरै नभनिदिनु होला फेरि त्यसको मम्मीलाई त्यसरी चाहिँ यहाँ बिजोग पारेर गएको छ होइन त्यो मान्छे चाहिँ होइन अगाडि गएर माथि थियो होइन हामी चाहिँ पुरै भिडियो फोटोहरू होइन बनाउनुमा व्यस्त भएर होइन पुरै आउनै नसकेर बसेको नि त ल त्यो चाहिँ अगाडि नै आएर होइन पुरै च्याउ पस्ने भनेर आएको होइन त गएको घरतिर होइन खोजेर पनि अगाडि हेलो हामी चाहिँ होइन चाउचाउ खानु लाग्यो नास्तामा चाहिँ चाउचाउ छ अच्छा माथि होइन जाने हामी चाहिँ अब हामी चाहिँ नास्ता खाएर लागेको होइन माथितिर च्याउ चाहिँ यतैतिर पाइन्छ होइन यहीँ नजिकैतिर ए च्याउ होइन सरी कट चाहिँ होइन तर अब च्याउ चाहिँ तल थोरै बेता थियौँ होइन खासै छैन रहेछ सब सक्का रहेछन् न्युरो पनि त्यही रहेछ अब हेर्न सक्नुहुन्छ तपाईँले यतातिर बन्न लाग्छ होइन हाम्रो जेठानको चाहिँ माथि फेरि बजाउने कोसिस छ अरे क्या त्यो अगाडिको भएन अरे अहिलेको चाहिँ बबाल बजाइदिनुहुन्छ अरे क्या होइन हेरौँ अब मनाउँदै हुनुहुन्छ होइन उहाँले बजाउने चिज चाहिँ यस्तो चाहिँ बस्छ अरे क्या तर खै बस्दैन हो कि क्या हो कि बस्ला र अब क्या हो यस्तो क्या पावर यस्तो पावर पनि हुँदो रहेछ क्या कोहीसँग चाहिँ है यो चाहिँ बस्दो रहेछ ल शङ्ख क्या सेम यो नि त बजा होइन सेम शङ्ख क्या फेरि होइन सेम शङ्ख जस्तै बस्ने रहेछ अब चाहिँ त्यो पनि तराई हानियो होइन राम्रोसँग हेर्नुभयो होइन तपाईँहरूले अब राम्रोसँग बजाइदिनु भयो होइन जेठानले जे होस् हेरियो सुनियो पनि कसरी बजाउने र कसरी बस्दो रहेछ भनेर अब चाहिँ माथि च्याउतिर जान लाग्छौँ होइन ए च्याउ रे के बिर्से होइन फेरि त्यो सागतिर जानु लाग्छौँ क्या त्यतैतिर देखाइदिउँला तिमीलाई पनि सागहरू ल बाई बाई साग चाहिँ छ अरे होइन माथि चाहिँ टिप्न चाहिँ टिप्या रहेछ नि तै पनि रहेछ जेठानले चाहिँ उहाँ टिप्दै हुनुहुन्छ होइन अब म देखाउने छु च्याउ चाहिँ ए लौ साग चाहिँ म देखाउने छु जेठानले चाहिँ यता साग चाहिँ टिप्दै हुनुहुन्छ होइन हल्का चाहिँ टिप्या रहेछ नि त्यही पनि भा रहेछ होइन यही हो लसुन साग हो यो चाहिँ फेरि सेम लसुन हो अब यसले चाहिँ यसरी टिपिन्छ खाना पनि कम तक खाना पनि स्वाद लाग्दो ल यसरी चाहिँ टिप्दैछौँ हामीले यस्तो भिरमा यस्तो भिरमा पाइन्छ यस्तो साग चाहिँ सबले चाहिँ दिनुहुन्छ यहाँनिर चलो भाई हामी चाहिँ साग के हो त्यो टिपेर होइन आइरहेको साग चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै देख्नुभयो यसरी छ जाने चाहिँ माथितिर थियो माथितिर उतातिर जङ्गलतिर तर भएन र टार्गेट चाहिँ सक्सेस भएन आज हल्का त्यो अलि ढिलो भयो अब चाहिँ घर फर्किँदैछौँ हामी नि अब चाहिँ ल अब तल फेरि देखाउँला
यो पनि साकै हो है साग सागको यतातिर के अरे के हो रे जेरानी हो साला यो दुख्छ के साग हो रे यो टिप्नु त ए लानु यो चाहिँ त्यो पिगन कि के भन्छन् यतातिर है त्यही हो अँ जेठानजीको टार्गेट हेर्नुहोस् टार्गेट कतिको निशाना चाहिँ यो चाहिँ टार्गेट हो हाम्रो आजको यो खासै काम लाग्ने रुख त होइन होइन त्यही पनि अब काम लाग्ने त्यो भए चाहिँ अब हुन्थ्यो यत्तिकै त यस्तो बनाउँदैन थियौँ हामीले तर यो लाली गुराँस चाहिँ काम लाग्ने नै हो यत्तिकै यो भिडियोको लागि यत्तिकै बनाउँदैछौँ हामीले चाहिँ एउटा दुईवटा चाहिँ गएको रुख पनि ल रेडी ओ बवाल अलिक चाक लाग्दो गरेर हान्नु न हौ क्या यार यस्ता ओहो यो हो नि त कुरो त क्या यार यस्ता ओ स्तन त देखाउँदा चाहिँ यहाँ खुकुरी पनि गएको छ ल च्याउ पनि टिपियो होइन